नमस्कार, म स्वतन्त्र कमल। हामी चाहिँ अहिले यो सिँगाई जिल्लाको सबभन्दा पुरानो यो आधुनिक तरिकाको झोलुङ्गे पुल पहिला सुरुमा यहीँ बनेको थियो कि यो लामाजीको फाँट र यो सिँगाई जोड्ने सदरमुकाममा जोड्ने पुल बनेको थियो। अहिले यो पुलको जीर्ण अवस्था छ, यता बार पनि छैन होइन। यता तार चुडेको देखेको उता यता यहाँबाट तार जाने त्यो पनि छैन होइन। हजुर लथालिङ्गी चाहिँ तार गरा छरिया छन् है, एकदम जीर्ण अवस्थामा छ। नटहरू पनि कुवाले नटै छैन त्यहाँ, यस्तो छ है। नटहरू खेला छ, यो माछी छ यहाँ पनि होइन। अनि यहाँ बारै छैन, यो बारै छैन ल हेर्नु। यहाँबाट मान्छे खस्यो भने यहाँ भङ्गानोमा आयो, तल देखेको छ तल, यहाँबाट खस्यो भने भङ्गानोमा जाने हो, मान्छेको ज्यान खतरामा छ कि होइन। अनि उता आउँदाखेरि त्यो बारहरू भत्केछ के, त्यो आउँदाखेरि त्यहाँ त्यो पहिरो गएको कि त्यहाँ बारहरू पनि भत्केछ। माथिहरू नटहरू सबै कसरी रङ लाउनु पर्ने छ, ख्यालै यो भत्किने सम्भावना अत्याधिक छ। मेन्टेनेन्स गर्नुपर्ने जरुरत छ कि यो पुललाई एकचोटि रङ लाउने यताउता, नत्र खेलाएर यो तलबाट चुड्न लागिसकेको छ कि खेलाएर होइन। त्यस्तो छ यहाँको। यहाँ त फोहोर मैला पनि निकै रहेछ त कमल सर। फोहोर मैला भन्यो भने त यहाँ कति छ कति, यो डम्पिङ साइडै बनाएको छ कि यहाँ, पुरा डम्पिङ साइडै बनाएको छ। यता पनि छ फोहोर पुरै। यो चाहिँ यो त बारै छैन, यो बारै छैन, बारै छैन, यस्तो बस्छ अवस्था पुरै भत्केछ। यसलाई जीर्णोद्धार गर्नु पऱ्यो कि, रङसङ रो गर्नु, के गर्नु, स्यासिया मेटाउने। यो कसले गर्न पर्ने, नगरपालिकाले गर्न पर्ने। यो नगरपालिकाको चरम लापरवाही भने नि हुन्छ क्या एकदम। यस्तो धेरै छन् यहाँ बनाउनु पर्ने। ल हुन्छ सर, ल।